पुरा देखिन्छ यार हाम्रो पुरानो स्टाइलको गाईमुखे धारा भन्छन् यसलाई गाईमुखे धाराबाट हामी खाइरहेछौँ नमस्कार दर्शकबिन आजको यो तातो खबरमा म अभागी नेउपाने हेर्नुहोस् त यता क्यामेरा कता यता कि उता जान उहाँ घर त जान्छ नि किन यल्ला यल्ला ल हबिबी हाम्रो यात्रा देशैभरि गाई जात्रा ओइ बाटो कान्छाको नम्बर छ कि हजुर म रिडी हिँडेको भनेको अर्गली पसेर एउटा कबेली लिएर ए कबे त ल्याइयो त नि यहाँ के भन्यो अरू बाबुरम कन्टेन्ट भयो भने हामी चाहिँ होइन अनि हामीबाट कन्टेन्टबाट आएको पैसा चाहिँ यता पनि डिस्ट्रिब्युट हुनु तपाईँले बेच्नु भयो अरे यिनीहरूलाई कसरी बुझ्नुहुन्छ तपाईँ अब त्यो भोलि बाँका गरेको छु रोकिनु त्यहाँ रोक्नु जाँदाखेरि त्यति बेलासम्म योगेश सर आउँछ काट्ने गर्छ गर्छु पनि यहाँ देख्ने बित्तिकै गर्ने अब काट्ने गर्नु अब हामी छेर्लोङ पाल्पा आइसकेका छौँ हामी यात्राको क्रममा छौँ दसैँको बेला साथीभाइहरू जम्मा भएर हामी आज घुम्दैछौँ कालीगण्डकी कोरिडोर बनेसँगै यहाँ यातायातको लागि धेरै सहज भएको छ धेरै पुरानो जेरी पानी पाउने ठाउँ नेपोटे बाको जेरी भएको ठाउँ आइसकेका छौँ स्थानमा आइसक्यो ल यो पुरानो जेरी पाउने ठाउँ है छेर्लोङ
ठाकुर सक्छ अरु कसैले सक्दैन त्यसलाई त्यो सक्ने भनेको ठाकुरले हो हैन म चाहिँ ठाकुर ल विमलले 5 वटा जेरी रत्नले 2 टा राख्ने त्यसपछि जसले छिटो खान्छ हैन ठाकुर हैन अर्को ठाकुर हो भने अरु कोही भयो हैन जलशक्ति त्यसको बल छिटो साथीभाइहरुसँग रमाइलो हामी यात्राको क्रममै छौं शेरडोङ धेरै पुरानो जेरी पाउने ठाउँ नेकुटीबाट जेरी जेरी चाहिँ जेरी सुनेको केटाहरु 5 वटा 5 दुईटाले यहाँ 2 दिन सकिएन 10 वटा लिएर 5 वटा उमल्दै पुरा गरेर सल्देखि बनाउँदै हुनुहुन्छ हैन अब दुईटालाई कसरी जिरानी भनेर गराउ न ल अरु कसरी गराउ के ल हैन 5 वटा 2 मिनेटमा सक्नु पर्यो के हो त टाइमर राखेर गर्नु छोड्दिन ल दुईटा हैन दुईटा मात्रै दुईजना निस्क्यो कसरी त्यसको छिटो खानीको मैले तिर्दै अर्कोले आफू तिर्यो ल ओइ ओइ कोइ छ ठाकुर ठाकुर त आउनु भयो आमा मेकानिक हो हैन कस्तो कुरा गर्छ फाइदा भएन एउटा दुईटा जेरी र तरकारी खानी हो ठिकन हामीले नि मन परास 20 दाले खाए भयो बाड राख्छु काम छैन आधा 5 वटा हो के 5 वटासम्म त खाना पर्छ 5 वटासम्म भएन जेरीले छेरो भन्ने सुन्नु पाएको अल्ल मजा आउँछ जेरीको कोले ल भनम त जेरी सर उल्टे सुन्नु एक एकवटा सबैलाई मैले एउटा मलाई एउटा है सबैलाई एउटा हो के हैन तँलाई जेर्न ले तैँले जे खानी त्यही मैले त जेरी एउटा सिम्पल बाबुराम चावडा जेरीमा यति चटनी गरे पिरो चटनी या जेरीसित ससमा डोबेर खानी जेरी के भयो अरे एउटा हो यार किन भाइ नि बा बाख्रा हाल्दै खा यार एकैचोटि जसले लास्ट 20 पे उसले छोड दिया भाइ एमा छोड दिया भाइ सुरुमा टिप्ने है केटा यो म केटा भ्याउनी आएको फोटो मैले हाल्छ केटा यार मलाई मन पर्छ के फोटो मेरो मिठै हाल्छ कि जेरीको तल आइसक्यो है पाँच सक्यो भाइ पेपर प्लेट 2 तिनटा त हातमा छ त प्लेट पेपर प्लेट किलाई त पोवारबाट सेस गरे पोवालबाट 13 फोटो देखाएको छ है यहाँ छ पुलाई पुगेन मलाई आफू पुग्यो दिन अर्को त आउँदैन नि पन्ध्र भयो निकालेको फोटो भिडियो गर्नु छवटा मात्रै हाल्छ छवटा हाल्छ कि अझै लिकोले खाएन हौ जेरी खाएको हेरे मात्र होइन सातवटै हाल्छ त ठाकुर पनि हाल्छ फर्स्ट लजेले तातो होइन तातो छैन नि सिधै सिधै आयो लिएर एकैछिन नहेरेको भए फेरि हान्थ्यो खिचो जस्तो पनि भयो छुटेन पनि बोल्न नि भन्नु त पुग्दा बिग्रने त्यही सम्राटको तँलाई जेरी गुल्ले नलापा र तँलाई पैसा फ्री बुझिस् ओइ यसलाई गुल्ले लाएन अरे यसलाई बोटुक खाएपछि कहाँ गुल्ली लाग्छ नि बोटुकमा गुल्ली हुँदैन नि त अब यहाँ माथिबाट पानी थप्यो भने अब पानी खाने हैन जेरी खास कहाँ यो मान्छे आउँछ के यो मान्छेले गर्छ कौन हो एउटा गीत सुनाइदिनु पर्यो एउटा गायक गायक
कलाकारलाई एउटा गीत ल एउटा गीत नमुच्यामा भयो ल यो हो सुन्दर गाउँ छेर्लुङ पाल्पा तानसेन नगरपालिका। यो दसैँको बेला यो हरियाली मौसम सँगै यो सुन्दर गाउँ छेर्लुङ। अहिले गाउँमा कालीगण्डकी कोरिडोरले गर्दाखेरि धेरै सहज भएको छ। यसरी गाउँमै नै टोली है जम्बो टोली। रङ साइड तेल सिद्धिन्छ हर्न नबजाऊ। आफ्नो साइडबाट हिँड्नुपर्छ कि हाइवेमा त पाएको त हिँड्यो। रङ साइड नजानु भन्छ आफ्नो लाइनमा रङ साइड नजा। घुम्किन रङ साइड राइडरहरूलाई यस्तो चलाउँछु मजा आएको है। धेरै नबजाऊ नि त तेल हाल्ने ठाउँ छैन।
ओराली लागेको हरिणको ओराली लागेको जालको पाँचुन्जेलसम्म पनि मरेकै हाल भो छल्गयो माया छल्गयो माया यो हो अर्तुवा काटेर बनाएको रफ बोले बोले होइन कोरिया त यो बिसाको कहाँ पुग्यो कमसम्म जाने बिहाइन्ड द सिन पसिना आयो पसिना पुग्छ मजाले मस्त पसिना आयो पसिना टल्क्यो काले निकाले क्या होइन त दामी आयो पसिना टल्क्यो उठ्नु एकचोटि एउटै पोज भयो कि ल अब दामी आयो फोटो खिच्दा त अगाडि हेर के किन तिम्रो पसिना धेरै देख्छौ यहाँ फोटो सेसन चलिरहेको छ यो चाहिँ अर्गले के अरे अर्तुवा भन्दा थोरै परपट्टि भन्दा थोरै माथि आइसकेका छौँ यहाँ चाहिँ खक्रान भन्छन् यो ठाउँलाई हाम्रो चाहिँ यो डेस्टिनेसन एकदम राम्रो छ आजको घुमघाम हजुर यसरी आज हामीले साथीभाइहरू जम्मा भएर रमाइलोको साथ यात्रा गरिरहेका छौँ डेभिड सर साथीहरू दसैँको फोटो सेसन चलिरहेछ है हामी चाहिँ 1 2 3 4 5 6 7 8 10 12 7 8 वटा बाइकमा छौँ
चरचियो झम्के साँझमा भेटुन मन थियो पूर्वैमा झल राखे झल्को आउँदा भेटुन मन लाउँदा म आउँछु खेल राखे झल्को थियो चरचर थियो झम्के साँझमा भेटुन मन थियो पूर्वैमा झल राखे झल्को आउँदा भेटुन मन लाउँदा म आउँछु खेल राखे झल्को आउँदा भेटुन मन लाउँदा म पर्वत गएर एउटा चुरट हो क्या रामरी म भोलि गइहाल्छु बसेर रामरी 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 म भोलि गइहाल्छु बसेर रामरी एउटा भजन गाम ल आज रमाइलो घुम्नलाई हिँडेर पुग्यो बामरी 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 म भोलि गइहाल्छु बसेर रामरी रामरी बामरी म भोलि गइहाल्छु बसेर रामरी कति सुहायो जीववाला बाटो छाला कति सुहायो कति सुहायो कति सुहायो कति सुहायो कति सुहायो कति सुहायो नको माला भएको छाला कति सुहायो कति सुहायो कति सुहायो नको माला भएको छाला कति सुहायो शिवजीको नाकको माला बाको छाला चन्द्रमाको टिको उनै शिवजीको नाकको माला बाको छाला चन्द्रमाको टिको उनै शिवजीको नाकको माला बाको छाला चन्द्रमाको टिको अलि लास्ट टाइम मिल्दै हामी कालीगण्डकी कोरिडोरको यात्रामा छौँ। बाटो एकदम सरल छ, सजिलो छ। अर्गली गाउँ आइसकेको छ साथीहरूसँगको यात्रा।
छ हाम्रो दिल्ली जाने ट्याक्टर त पर्दो रहेछ यार अगाडि लाग्यो
धेरै फुलतिर कामदै याद गरेँ फुल देखिया हल्जा भने हेरेको यहाँ हल्जा यतै हो के काँडा किन जाने हो सुकाउने हामी सुकाउने खाँदैछौँ है यो पुडा पानीमा होइन त्यहाँ 2 आप खाली छ कि 1 आप मैले खाने एक आप खाने एक आप आपको खाने सन्देश सर सुकाउनु खाएको होइन र होइन खाएको छैन आउकै ल्याउनु खाउनु मलाई त हातले बोल्ने काँडा हाला के गाइदिउँ हो एउटा त सुन्नु पर्यो होइन त्यही हिजोको ठिक छ के सबै छोडिदियो है बिच्चा ल केही हुन्न के खान्छ फोकस क्यामेरा पत्रकार लगान्छ ल एउटा क्यामेरा गाइदिए बाबा यार गा यार पौडी खेल्दै गरेँ
मुलको पानी आए जस्तो मेटिँदैन उस्तै छ कहानी परदेशीको मलाई रुन आयो पानी फेरि पानी हावा यस्तो गरेर 10 मा लगाइदिउँ बाटो राखिदिउँ नमुछियामा दही बाटिका नमुछियामा दही बाटिका ताली चन्द्रले के प्रस्ताव गर्यो भन्दा कालो चस्मा लाग्यो बाटा राखिदियो एउटा माइक दिएर यो त पर्दा अब कस्तो दामी या साला नमुछियामा दही बाटिका अब यिनीहरू आउँदै गर्छन् कि यिनीहरू आउँदै गर्छन् कि हो यो चस्मा सुहाउँछ यार माछालाई ल आइजन् त ल अब निस्किँदै आऊ म अब यो रेलको सोल्डर हिँड्न चियामा जेरी डोप्ने हो कि कान्छ त्यहाँ नि यहाँ जाम लागेसँग यार चिया खाने बेला दसैँका बुवा कति कप भयो एक दुई योगेश सर तपाईँ यता भलकमा आउनुहुन्छ है सुनिर त